ल मेरो हजुरआमा उहाँले चाहिँ अब नातिलाई नि बिर्सिनु भयो अब गाह्रो छ हजुरआमालाई है नातिलाई नि बिर्सिनु भयो है तो है छैन है छ त नातिहरू आइरहन्छ त देखिरहन्छ त भेटिरहन्छ त नि है तपाईँले पो चिन्नुहुन्न अब अहिले आएर भोलि भेट्यो भने फेरि भोलि नि चिन्नुहुन्न गाह्रो छ तपाईँलाई नि है के लाग्छ ए किन दङ्ग पर्ने नि चिना हामी चिनिहाल्छ त म यो भनेर चिनाएँ नि त हो त्यसरी जो पनि आउँछन् म यो भनेर चिनाउँछन् होइन र कुरो यसरी बुझ्नुपर्छ हेर्नुहोस् हजुरआमाको कुरो अब भोलि आउँदा म किरण भनेर चिन्नुहुन्छ नि खाता बाटा काट्यो भने चिन्दैन खाता बाटा काटेको नि रातो टिका लाएर आउँछ अहिले नि रातो टिका लाएर आउँछ किरण भने चिन्नु है हजुरआमालाई चिनाउनु खोज्छ रातो टिकाले ल सम्झिनुहुन्छ बिस्तारी किन चिनाउने हो नि त म यो भनेर चिनाउने हो नि त